किन झुट बोलेको भनेको माइती पक्षहरूले चाहिँ यो कुरा त तपाईले गर्नु पर्यो नि त यो कुरा हामीले होइन तपाईको भाइ कोरियाबाट आउँछ भने तपाईको ज्वाइँलाई किन नझिकाएको त तपाईले अब सक्दैछ उनीहरु तपाईको आफ्नै मान्छे हो नि त यो कुरा त आउनु भएन हैन कि नतानेको कि तपाईले केस नहालेको कि के हो 2-3 महिना जिल्ला प्रशासन जिल्ला प्रशासनले त 6 महिना 1 वर्ष पुर्नु तपाईहरु भनेछ त्यो जिउँदो के रे जुन अहिले जिउँदो चलाएको छ नि सुशीला तपाईँको आफ्नै बहिनी तपाईलाई अलिकति माया लागेन तपाईलाई यत्रो दर्शकले सपोर्ट गरेको के को लागि पानीमा गएन त्यही त नि तपाईहरुको आफ्नो मन यत्रो दर्शकले है तपाईहरुले गलत गरेको हो जस्तो लाग्दैन तपाईहरुलाई त पटक पटक माइती पक्षले त पटक पटक मलाई मार्दै छ है आज बेलुका मलाई मार्दै छ मेरो लागि सुशीला गर्नु तपाईहरुको पटक पटक तपाईहरुले माइती पक्षमा भन्दाखेरि त्यतिखेर तपाईहरुले किन तपाईले सुशीला पहिला सपोर्ट यो घटना त धेरै चोरी आएको रे हैन धेरै चोरी मलाई मार्दै छ है मेरो ससुराले चाहिँ मलाई मार्दै छ मलाई यो गर्दै छ भने तपाईलाई जानकारी दिइरहेको थिए त्यो दिन घटना हुने दिनमा पनि तपाईसँग तपाईको बहिनी स्वयं थियो रे बिहान हो के 3 बजेर 5 मिनेटमा त्यो बहिनी बच्चालाई लिन गएको हो के लिन गएपछि घरमा आएर घटना भएको हो के अनि तपाईहरुले त्यति जानकारी दिइरहेछ नि अनि यो जनताहरुले चाहिँ तपाईलाई के भन्छ भने सबै गलत चाहिँ माइती पक्षको छ है माइती पक्ष चाहिँ मिलेको छ सपोर्ट गरेको छैन किन यो न्याय मागेको छैन भन्ने कुरा चाहिँ तपाईहरुमाथि आरोप आइरहेको छ के हो आरोप दिएपछि अब हामीले आरोप दिएको होइन कि तपाईहरुको व्यवहारै त्यस्तो देखाइरहेको छ तपाईहरुले चाहिँ लु हामी मिलिसक्यो तपाईहरु आन्दोलन नगर्नु हाम्रो त्यसरी भन्ने तरिकाको कुरा अघि तपाईले भर्खरै शिरोगार्लेमा गर्नुभयो अहिले यहाँ आएर त मिलेको छैन भन्ने कारण चाहिँ के रिजन छ त्यो विषयमा मिलेको छैन उहाँले किटाणु जाहेर 4 को नाममा 4 जनाको नाममा को कस्तो नाममा छ सम्बन्धित मान्छेहरुको नाम भन्नु सूर्यबहादुर पोम्न तपाईको चाहिँ तपाईको जुन अहिले मृतकको ससुरा तपाईको आफ्नै मामा होइन उहाँको नाम अनि बिनाको त बिना भनेको नन्द अनि जुन अहिले उहाँको सासु उहाँलाई 4 जना चाहिँ कडाभन्दा कडा कारबाही हुनु पर्यो त्यो माग पक्का हो मिलेको होइन केहीमा पनि तपाईहरु मिलेको होइन सत्य बोल्नु भएको हो भोलि गएर त्यो बच्चाहरूले न्याय पाएन भने के गर्ने थियो त्यसको लागि त अब त्यो प्रशासन भनेको के रे यहाँ जिल्लामा प्रशासन भनेको वर्षमा एकचोटि 1 वर्षमा चेन्ज हुने प्रशासन हो यो प्रशासनले मिलाउने कुरा हैन यो त यहाँको स्थानीयले पनि मिलाउने हो प्रशासनको हात चाहिँ के हुन्छ भने त्यो बच्चाहरूलाई नाबालिग बच्चालाई कसरी न्याय दिने भन्ने कुरा चाहिँ त्यो हो कि स्थानीय यहाँ चाहिने त तपाईलाई त भोलि त्यो समाज हो नि तपाईले यो समाजकै कुरा सुनेन भने त भोलि गएर त तपाईहरु त कसरी यो कुरालाई एग्री हुन्छ ल भन्नु त तपाईहरुको लागि भनेर यत्रो समाज आएर हैन कहाँदेखि नै आछ मान्छेहरु टोलमा भन्दा नि यो जति पनि सिन्धुलीवासीमा हुनुहुन्छ नि सिन्धुलीवासीहरुलाई तपाईले जानकारी दिनुभयो हामी यो कुरा चाहिँ आज मिटिङ बस्यो भने हाम्रो आज मिटिङ कति बजे बस्यो खै आज तपाईहरुले त्यहाँ जस तपाईहरु कुनै पनि पैसामा मिल्नु भएको छैन कुनै पनि केसमा मिलेको तपाईलाई आरोप आएको छ यो तपाईलाई आरोप हो कि तपाईले किनकि तपाईहरुले चाहिँ हामी मिल्यो भनेपछि के को मिलेको भने नमान्न सक्दैन होइन त्यो तपाईलाई आरोप त्यो आरोप तपाई किन भाग्नु भयो के त्यही त नि माइती नै कमजोरी छ के यत्रो मान्छेहरु आएर हैन बोलिरहेछ तपाई पैसामा मिलेको छैन भने तपाईले भन्नु पर्यो नि त हामी मिलेको छैन हामी यो कुराले भने तपाईले भन्नु पर्यो नि त पैसामा मिलेकै छैन तपाईले आरोप आएको हो हैन आरोप होइन तपाईले आरोप आएको तपाईले हेर्नु भएको सोशल मिडिया मेरो भाइ चाहिँ कोरियाबाट आइरहेछ त हो त्यही कुरा भन्दै मेरो भाइ चाहिँ कोरिया हो मैले अघि पनि उहाँहरुको घरमा गएँ उहाँको श्रीमान चाहिँ विदेशबाट आछ हिजो बेलुका मेरो भाइ चाहिँ आइरहेछ त तपाई हो यो कुरा त तपाईले गर्नु पर्यो नि त यो कुरा हामीले होइन तपाईको भाइ कोरियाबाट आउँछ भने तपाईको ज्वाइँलाई किन नझिकाएको त तपाईले अब सक्दैछ उनीहरु तपाईको आफ्नै मान्छे हो नि त यो कुरा त तपाईको जुन त्यो कोरियामा हैन सुन यसरी भागेर हुन्छ त त्यही त नि यो दाइ नै यस्तो के माइती पक्ष नै कमजोरी भएपछि हामी यत्रो आएर बोले के काम भएर हो तपाईको भाइ कोरियाबाट आउँछ भने तपाईको ज्वाइँ किन कोरियाबाट आएन के सर सुन हैन यहाँ भागे मैले प्यान नम्बर हो क्या
मान्छे यहाँ आउँदैछ आफ्नो मान्छे जोसुकै आऊ त्यसलाई लिन जान लागेको मात्र लिन जान लागेको त्यो भाइले किन लानु पर्यो तपाईँलाई त्यो भाइ किन लानु पर्यो हो दाजु के कारणले हतार हतार बाइकमा हालेर लान थाल्नु भयो त्यस्तो भए चाहिँ यहाँ त्यो माइती पक्षले त रोका राख्छु भनेको कुरा त सबै झुटा हो के हो यहाँ रोका हुँदैछ त भित्रमा जिल्ला प्रशासनबाट होइन जिल्ला प्रशासनबाट चाहिँ के खालको चिठी आएको रोका गरिदिनु भनेर आएको किन झुट बोलेको भनेकै माइती पक्षहरूले चाहिँ होइन नबुझेको नि हुनसक्छ माइती पक्षलाई बोलाउनु त होइन हामीलाई सुन्नु हामीसँग रेकर्ड छ माइती पक्षले बोलेको के अरे यहाँ मागवक्तालाई किन आएको तपाईँहरू कसरी मिल्यो हामीलाई त चाहिन्छ यो कुन कुरामा एन्ट्री भयो भन्दाखेरि चाहिँ माइती पक्षले के भन्नुभयो भने हामीले त्यसरी जग्गा रोका गर्नु थालेको मेरो भान्जा भन्ने न्याय पाउनु पर्यो अनि त्यो अपराधीहरूलाई सजाय दिनु पर्यो तपाईँले त रोका गर्ने चाहिँ होइन यो होइन जिल्ला प्रशासनबाट एउटा कागज मात्रै आफू भन्नुभयो भएको छ तपाईँले मिल्दैन किन झुट बोलेको त माइती पक्षले तपाईँको झुट चाहिँ बोल्नु भएन नि हामी रोका गर्न आएको भन्ने एउटा लास्टमाथि के अरे खेल्ने हो त यहाँ राजनीति हो सुन्नु यहाँ मालपुतदारले चाहिँ रोका राख्ने भनेर कसैले भनेर राख्ने होइन जिल्ला त्यो सबै तपाईँहरूलाई थाहा छ उहाँहरूले नबुझेको हुन सक्छ नि जग्गा के कति छ भनेर जिल्ला प्रशासनले पृष्ठमा आएको छ होइन त्यो व्यक्तिको नाममा जग्गा छ कि छैन भनेर नागरिकता नम्बर र नागरिकताको फोटो जिल्ला प्रशासनले आइहाल्नु भनौँ न सिन्धुलीवासीको जनताले के जानकारी चाहेको छ भने अहिले हामी यहाँ आउनुको कारण रिजन के भने हाम्रो चाहिँ सिन्धु के अरे जुन सुशीला बन्धनको केस तपाईँलाई थाहा नै होला होइन त्यो केसमा चाहिँ तपाईँले के गर्दै हुन्छ हाम्रो यो कुरामा चाहिँ कुन कुरा तपाईँले एग्री भयो भने उहाँको कुरा हो नि यो जनताको कुरा हो नि त यो सोसियल मिडियामा आएको कुरा यो प्राइभेसी यो कसैको नन्द कसैको छोरी मात्रै होइन यो सुशीला बन्धनको आम जनताको छोरी हो कि भोलि यो घटना कसैले पनि नघटोस् अनि हामीले माइती पक्षको व्यक्तिलाई सम्बन्धित मान्छेलाई सोद्धाखेरि चाहिँ के भन्नुभयो भने हामीले चाहिँ जग्गा रोका गर्न आएको मेरो भान्जा भान्जीले दुःख नपाओस् अहिले जग्गा रोका गर्नु पनि आवश्यक छ एउटा अपराधी हो कि जग्गा रोक्ने सुन्तादी पत्ता काटेर रोका राख्ने भन्यो भने हामीले तुरन्त रोका राख्ने हो होइन के गर्नु पर्यो है मामाले भनेर उसलाई जानकारी पनि दिएको रहेछ आखिर यो कुरा त धेरै पहिलादेखि रहेछ नि त अनि यतिखेर नै हामी सबैजना महिलाहरू समाज मिलेर गरेको भए सायद त्यो बहिनी मर्ने पनि थिएन कि होइन त्यसरी जलाएर मार्यो लास्टमा मारेर यसरी उनीहरू मिल्यो भने चाहिँ हामी आएको अर्थै भएन उहाँहरूकै छोरी चेलीको लागि हामी यतिसम्म उठेको छौँ होइन कतिले अस्ति पिटे खाएर मान्छे थला परेर घरमै बसिरहेको अवस्था छ अहिले बसेर भन्नु न अब उहाँ मिलाउनुहुन्छ भने मिल्ने माइती पक्ष नि बस्न पाएन समाजमा बस्न नदिने घर पक्षलाई पनि नदिने बस्न पाएन हामी समाजको माग चाहिँ त्यो हुनु पर्यो क्या हो कि भन्नु त नि उनीहरू मिल्ने भनिसकेपछि त उनीहरूलाई त अहिले हामीले यो भनेको लास्ट दिनमा नदिनु यो श्रीमानलाई नेपाली सिकाउनु अब उसले बच्चाहरूले न्याय हामीले पैसा 1 रुपियाँ पनि खाएको छैन के अरे हामीले पैसा खाएको छैन भने किन लास जिम्मा लिनु होइन आफूलाई पीडा परेको छ तपाईँलाई दबाब दिएको छ भने पनि भन्नु पर्यो नि त दबाब दिएको छ भने भन्नु पर्यो नि त होइन आफ्नो मिलिहाल्यो कि गल्ती भनेको मामा होस् अब त्यो बच्चाहरू हेर कति बच्चाहरूलाई दुःख भयो आफ्नो आमा भएको जस्तो कहाँ हुन्छ र आफ्नो बाउले अर्को ल्याइहाल्छ सौतानी आमा सौता ल्याएपछि बाउ त सौतानी बाउ हुन्छ आफ्नो आमा त मार भन्ने मान्छेले ती बच्चा पनि त सौता ल्याए सौतानी आमा आएपछि मार्लान् त्यसै गर्लान् बिचारा त्यो आमाको मन कस्तो मन होला त आफ्नै दाइकी छोरी भाइकी छोरी मागेर बिहे गरिदिएको रहेछ त्यसो गरेर नि आफ्नै मान्छे हुन्छन् के अपराधी र पापी भन्ने फाल्टु केटी मागेर बिहे गरेको भएदेखि
भनेदेखि बरु त्यसो गरेर मार्दैन थियो होला। अब आफ्नै दाजुभाइको छोरी मागेर बिहे गरेर भोलि गएर अब चौकीमै अब जेलमै सडिन्छन्, सडिन त नसडिए तापनि भोलि गएर माइती भनेर त्यो माइतीको दैलामा कसरी टेक्छे त्यो सासू भन्ने उति आइ मैले। मान्छेको नाम चाहिँ रानी रे, अब खरानी जस्तो मन गरेकी अपराधी रहेछ त्यो सासू। त्यस्तै नन्द त्यस्तै। नन्द चाहिँ पनि कति नबुझ्ने हो त नि, आफ्नो घर बिगारेर अर्को आफ्नो दाइको घर पनि बिगार्ने हो र त्यस्तो आइ